हामीलाई चाहिँ गाउँघरमा पोल्नासाथ पोलेको ठाउँमा चाहिँ आइस लगाम होइन, घिउकुमारी लगाइहालौँ, मन्जन लगाम, आलु काटेर लगाम, गोलभेडा काटेर लगाम, यस्तो कुराहरू सल्लाह दिन्छन् क्या अरूले। त्यो चाहिँ राम्रो सल्लाह चाहिँ होइन है। सुरुमा चाहिँ जेसुकैले पोलेको होस्, पानीले पोलेको होस्, घिउले पोलेको होस्, साइलेन्सरले पोलेको होस्, तेलले पोलेको होस्, तातो भाँडाले पोलेको होस्, जेसुकैले पोलेको होस्, पोलेको भागलाई चाहिँ सुरुमा एकदमै धारो खोलेर बगिरहेको पानीमा चाहिँ सर 10 देखि 15 मिनट राख्ने। त्यो हात यसरी नै राख्ने, पोलेको छ भने मजाले राख्ने। राखिसकेपछि ड्राई भइसकेपछि चाहिँ एकदमै डिप बर्न भएको छैन, धेरै भित्र गाढा भएको छैन भने चाहिँ बल्ल घिउकुमारी लगाउनु चाहिँ मिल्छ। तर त्यहाँ झुक्केर पनि मन्जन, घिउ, तेल नलगाउनु होला। तेलले चाहिँ झन् त्यो भित्रको हिटलाई चाहिँ ट्र्याप गरेर राख्छ र कम्प्लिकेसन निम्ताउन सक्छ, इन्फेक्सन हुनसक्छ है। र कतिखेर चाहिँ हस्पिटल जाने भनेको चाहिँ एकदमै धेरै पोलेको छ, शरीरको धेरै भागमा पोलेको छ, फेसमा पोलेको छ, प्राइभेट पार्टमा पोलेको छ है, मुखमा पोलेको छ, सास फेर्न गाह्रो भएको छ, अथवा बच्चामा पोलेको छ, एकदम वृद्ध अवस्थामा पोलेको छ भने चाहिँ एक्चुअली डक्टरलाई देखाउनुपर्छ। कहिलेकाहीँ बर्नको कम्प्लिकेसन चाहिँ एकदमै धेरै हुन्छ, फ्लुइड लस हुने, इन्फेक्सन हुने होइन, एन्टिबायोटिक पनि चाहिन सक्ने, कहिलेकाहीँ त एकदमै हस्पिटलमा एडमिट गरेर उपचार गर्नुपर्ने हुनसक्छ। त्यही भएर आजको मूल विषय चाहिँ पोलेको ठाउँमा सुरुमा मन्जन लगाएर चाहिँ हस्पिटल नजानु, त्यसले चाहिँ झन् कम्प्लिकेसन ल्याउन सक्छ। घिउ नलगाउनुहोस्, तेल नलगाउनुहोस्, घिउकुमारी लगाउनु मिल्छ। तर त्यो चाहिँ सुरुको त्यो एकदमै सुपरफिसियल बर्न, छाला मात्रै गएको छ भने चाहिँ अनि त्यो चिसो पानीले धोइसकेपछि, मजाले धोइसकेपछि ड्राई बनाएर घिउकुमारी लगायो भने चाहिँ आनन्द मिल्छ। तर त्यो चाहिँ अल्टिमेट उपचार चाहिँ होइन है त। ओके, थ्याङ्क यू, नमस्कार।